साथीहरु मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। म चाहिँ आज भक्तपुर घुम्न जान लागेको। दाइ सिट खाली छ? सिट सबै खाली छ, आउनुस् बस्नु चेतो। खोइ त सिट खाली झुक्कै हल्यो ने यो खलासीले मलाई फेरि। साथी हो म भक्तपुर आइपुगे। कति सफा रहेछ भक्तपुर त। ओहो रमाइलो हुने भयो आज। आज मेरो गर्लफ्रेन्ड रोशनी आले बिजी भएको कारणले आउन सकेन। अर्को भ्लगमा पक्का देखाउँछु गाइस। कस्तो भोक लाग्यो साथीहरु। दाइ यता मिठो तारेको माछा कता पाउँछ? खल्तीमा वालेट छ भने जानी पाउँछ। कुरा त सही भन्नुभयो। गाइस म यसो हावा खाना यता भक्तपुरको गुन्दु जंगलतिर चिरेको। ओहो कस्तो राम्रो सफा ठाउँ, कस्तो सफा हावा। मेरो दुई तैनाको पल खुल्ला भयो। मजा आयो गाइस। आज कुतै खैयला जस्तो छ गाइस। हामीले 7 बजे भन्दा अगाडि घर आइजो भनेको थियो। हेलो गाइस म काठमाडौँ आइपुगे। मुझे यो के हो यार? काठमाडौँको बाटो हो के? बारीको कान्ला हो। ओहो कति गर्मी यो काठमाडौँ त। उता हिमालमा कति चिसो थियो। पहिलो चोटि आएको हो र काठमाडौँ। चुप लग पगल बुढो। खोइ त मेरो 5 रुपियाँ फिर्ता पाऊ। भाडा 20 रुपियाँ नै लाग्छ। आफ्नो पुर्खालाई नै थाक्न खोज्दो रहेछ। आज चिकन तेरो दैले बनाउँदैछ। रक्सी लिएर आयौ। यस दाइ। आज झ्याप हुने हो, रैला हन्ने हो। ओए कुखुरा पर्खे त। मैले आज नयाँ साथी पाए। यसको नाम सुशान्त हो। सुशान्तलाई भोक लाग्यो रे। अब मेथड खजा बनाउन पर्यो। म खजा बनाउँदैछु साथीहरु। सुशान्तलाई कम पारेर बाहिर गएको छ। सुशान्त आउन डेला त जा। सुशान्तले बाटो बिर्सेको जस्तो छ। म खोज्न गएको। सुशान्त रुखमाथि पोछ कि? सुशान्त! 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 सुशान्त भेटेन गाइस। तपाईहरुले देख्न भएको छ भने मेन्सन गर्दिनु होला प्लिज। राम्रारी हित है। सिधा सिधा हित बन्या। है कि बखरा हौ, झन्दै तल खसेको त। हेलो गाइस, आज म यता कुसमा आएको छु बुन्जे जम्प गर्न। बहुत डर लागिरहेको छ। तपाईहरु रेडी हुनु है त? गाइस आज म मध्य प्रदेश आएको छु। ओइ यो बाटो हो कि तिमीहरुको हुग्ने ठाउँ हो? यो बाटोमा त्यही खुवाइदिन्छु म। के तपाई पनि बसी बसी पैसा कमाउन चाहनुहुन्छ? छ भने आउनुस् सँगै कचौरा लिएर भिख मागौ। दे गरिबलाई दान गर्नुस्, पुण्य कमाउनुस्। गाइस म चाहिँ अब खादी मुलुक जाँदैछु। के गर्नु, नेपालमै केही गर्छु भनेर लोन लिएर बिजनेस गरे। उहाँको घर खेत्नी गयो। गाह्रो छ यार। आमा यहाँ गुन्द्रुक र भात खान पाइन्छ होला? आबुई सेतो मान्छे। बाबु यति अब छिट्टै बिहे गर, म त बुढी भइसके। खै आमा, सुस्मिताले भन्दैन। एसीमा फेल भइहाल्यो। बाउले त घरबाटै निकाल्दिए। अब भाडा माझ्नु परिरहेछ। पढ है तिमीहरू चाहिँ, म जस्तो नबन। विश्वास ने कसको गर्नु राखोइ। शीतललाई गर्मी भयो रे, जीवनलाई मर्न मन लाग्यो रे, अनि वर्षालाई पनि मन पर्दैन रे। नमस्ते मामा। शहरभरि बकवास अनि ननसेन्स यतिहरूको वान्टेड तस्बिर तासेको छ। जोले देख्न हुन्छ। काठमाडौँबाट यी सबै यति भ्लगरहरूलाई समातेको हे भाइ, बेकार भिडियोहरू बनाउँदै। 5 जना यति भ्लगरहरूलाई काठमाडौँमा समातिएको छ। प्रहरी भन्छ अब यिनीहरूलाई सजाय दिइनेछ। उनीहरूले भ्लगिङ गर्दा समाजलाई असर पार्ने बकवास शब्द प्रयोग गरेकाले पक्राउ परेका हुन्।